सम्पूर्ण नमस्कार, यहाँहरूलाई स्वागत गर्न चाहन्छु मेरो YouTube च्यानलमा। आज साइबर ब्युरोको बारेमा केही भन्न चाहन्छौँ तपाईहरुको लागि र यो प्रहरी नेपाल प्रहरी प्रधान कार्यालयबाट साइबर ब्युरोको बारेमा आज मिति 2081 चैत 28 गतेकोमा अनुरोध गरिएको छ। पछिल्लो समय सामाजिक सञ्जाल मार्फत अनलाइन माध्यमबाट लोन भुक्तानी गर्ने, शेयर मार्केट सम्बन्धी तालिम लिन सक्ने र सोका लागि उपलब्ध गराएको लिंक मार्फत आवश्यक सफ्टवेयर exe.file इन्स्टल गर्नुपर्ने भनी फिनिशिङ लिंक पठाएको गरेको र केही ब्याङ्किङ वालेटहरूका प्रयोगकर्ताहरूलाई तपाईको खातामा असामान्य गतिविधिहरू देखिएकोले तल उल्लेख गरिएको लिंकहरू क्लिक गरी खाता प्रमाणीकरण गर्नुपर्ने, अन्यथा अवस्था रूपमा खाता स्टपेट गर्ने चेतावनी सहितको SMS द्वारा जस्तो अलर्टहरू हुन्छ, द अलर्ट, एटी अलर्ट जस्ता सर्ट कोड मार्फत पठाई अनलाइन ठगी बढिरहेको जस्ता लिंक क्लिक गरी आफ्नो विवरणहरू शेयर नगर्न तथा कुनै पनि सफ्टवेयर आफ्नो मोबाइल, ल्यापटप तथा अन्य स्मार्ट डिभाइसमा इन्स्टल नगर्न साइबर ब्युरोको अनुरोध गर्दछ। तपाईहरुले बुझ्नु भएको होला, यो नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरोबाट अनुरोध गरिएको छ। आजकै मितिमा 2081 चैत 28 गते धेरै प्रकारका लिंकहरू पठाउँछु अनलाइनबाट, भन्छ कि तपाईलाई म पैसा पठाउँछु, तपाई यति पर्यो त्यति पर्यो, त्यस्तो लोभ दिन्छ, त्यस्तो नपर्नु होला। म आशा गर्दछु कि तपाईहरुले यो भिडियो राम्रो लाग्छ भने लाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्न नभुल्नु होला। धन्यवाद दिन चाहन्छु र तपाई अन्यथा लिंकहरू नखोल्नु होला। धन्यवाद।